back to my YouTube channel again. सबैजनालाई पछि दिलले नमस्ते. सो आज चाहिँ म धेरै दिनपछि ब्याक भएको छु र आज चाहिँ हामी ठ्याक्कै जान लागेको जामाचो हाइकिङ. सो त्यसैले यसो भिडियो बनाइदिन्छु भनेर. गाइस लास्ट विक गर्मी पनि छ हैन त. आज सो हामी चाहिँ 3 जना जान लागेको. म हाम्रो यहाँ नानी छ, अर्को छ हिरो अक्षय कुमार, यहाँ नानी छ क्रिस्टिना श्रेष्ठ. सो हामी चाहिँ आज जान लागेको जामाचो ट्रेक. लास्टै गर्मी छ. आज बिहान कति बजे नानी? 8 बजेर बिहान 8 बजिसकेको छ गाइज होइन. यस्तो गर्मीमा अब हाइकिङ जानु कस्तो गाह्रो त हुन्छ. त्यही पनि हामी चाहिँ आज बिहानै निस्किरहेको. सो गाइज हामी चाहिँ गैरी गाउँदेखि जामाचोसम्मको भिडियो बनाउँछौँ र त्यहाँ गएर अब देखाउने छु कतिको गर्मीमा हाइकिङ जाँदाखेरि कतिको ठिक हुन्छ हुँदैन. सो गाइस हामी चाहिँ गैरी गाउँदेखि माथि त्यो पुलिस क्याम्प छ नि त माथि नुवाकोट जाने बाटोमा, त्यहाँसम्म हामी हिँड्दै त्यहाँदेखि माथि सिधै हिँडेर जानेछौँ. घर बसी बसी अल्छी लागेर गाइस हामी चाहिँ होइन ठ्याक्कै हाइकिङ हिँड्दैौँ न त भनेर एक्कासी प्लान बनायौँ अनि निस्किहालेको के. आज हिँड्न सकिन्छ किन धेरै पछि हाइकिङ गइरहेको हो. यो चाहिँ गाइस शिव मन्दिर है. हामी चाहिँ ठ्याक्कै शिव मन्दिर आइपुगेका छौँ गाइस. ऊ पर चाहिँ हाम्रो अजा हुनुहुन्छ. कति धेरै अजा हुनुहुन्छ. शिव मन्दिर अगाडि ढग्न पर्छ होइन. हामी उतादेखि जाने होइन नानी, अर्को बाटो जाने. त्यो बाटो लास्टै राम्रो छ है हिँड्नलाई त. यतादेखि के माथि त्यसमाथिबाट त्यो अष्टनारायणको बाटो निस्किने त्यहाँबाट सक्छ माथि. यहाँ शिव मन्दिरदेखि चाहिँ सिधा यो बाटो आएर यहाँदेखि भित्र जाँदैछौँ. अब यहाँदेखि कहाँ निस्किन्छ हेरौँ. ए बोलाउ न यार. अहिले गाइस होइन 8 पनि बजे छैन कि यस्तो चर्को घाम. हजुरले देख्नै सक्नुहुन्छ हाम्रो अनुहार कति टल्किरहेको छ भनेर यो घाममा. यस्तो हामीले चाहिँ यहाँ ट्रेकिङको जुत्ता लगाएर हाइकिङ जान लाग्यो. ल गाइस हामी चाहिँ यो बाटो नगएर यतादेखि जान लाग्छौँ अब डाइरेक्ट. म त अहिले नै सुहाउँछ गर्न थालिसक्यो भाइ. हामी चाहिँ अब होइन जामाचोको के अरे हाइकिङ पछि फेरि कहाँ अरे लाङटाङ जाँदैछौँ गाइस. बेस्ट ट्रेकिङ पनि भन्छ कि लाङटाङलाई. त्यसो हामी चाहिँ एक्सपिरियन्स गर्नको लागि जानु लागिरहेको छौँ. त्यति बेला पनि यिनी 2 जना हुन्छन् हामीसँग र हाम्रो दाइ भाउजू थप्नेवाला छन् 2 जना अझै. गाइस माथि गएर भिडियो बनाउँछु भन्दाखेरि होइन हामीले चाहिँ खानेकुरा केही नि बोकेको थिएनौँ कि, त्यही भएर यहाँ यस्तो पसल आएको. अब यहीँदेखि बिच बाटोको खानेकुरा किन्न पर्ने. चाहिँ हामी सानो मार्केट छिरेका छौँ. गाइस यो डल्ले खोर्सानी चाहिँ हेर्दै लास्टै राम्रो लाग्यो क्या. यत्रो ठुलो रहेछ गाइस होइन. यो चाहिँ एउटा ठिक हो. यो त बिग्रेर रहेछ भाइ. ठ्याक्कै 160 रहेछ. गोल भेर पनि लगाउनु पर्यो नि होइन. कहिले काटेर बस्नु त नि? कहिले काटेर 520 चेन्ज गर्नु.
यो सुन खै त नि नुन बोक्यो घरबाटै बोक्नु पर्ने हामीले चाहिँ नबोकिकन आयौँ के भयो हजुर यो चाहिँ हाम्रो चेन्ज आइसक्यो गाइस ओके गाइस हामी चाहिँ खानेकुराहरू लिएर अब सिधा जान लाग्यो धेरै टाइम हामीले यहीँ वेस्ट गरिसक्यौँ खानेकुराहरू सबै घरबाट बोक्नु पर्ने तर नबोकिकन हिँड्यौँ त्यही भएर के चक्कु त लानु पाइन्न भन्दा नानी के गर्नु त नि अब गरे कुरैको दुःख भाइले भोक लागेको चना आलु के खाउँला अनि त्यो ठाउँमा चना आलु पाउनमा चक्कु हुन्छ नि त त्यो काट्ने के कपडमा आएर काटेर प्लास्टिकमा राखेर लेट जाने पाइँदैन नि त अन्दाजले गरेर पाइँदैन पानी पनि एक बोतल किन्नु पर्ने रहेछ माथि पाउँछ हामीले चाहिँ क्याप लगाइसक्यौँ गोलो क्याप प्लास्टिक गरी भइसक्यो निधार कालो हुन लागिसक्यो होइन अब हामी चाहिँ अब होइन नेपाली खैरे भनेर हिँडिरहेको छ गाइस हामी केही सयस्मती पुगिसक्यौँ सो यहाँ चाहिँ सयस्मती पुल स्टिक पनि यसो बोक्ने भनेको कस्तो बिर्सेछ म यहाँ यति गर्मी लागिसक्यो आज त के हालत हुने मलाई पनि थाहा छैन यो कुन स्कुल हो यो सो गाइस हामी चाहिँ ठ्याक्कै जङ्गलमा इन्ट्री गर्न लाग्नेतिर पुगिरहेको छु ठ्याक्कै यसको मुनतिर बाइक त आएको थियो कि यही बाटो हामी छिटो पुग्छ भने अर्कै बाटो छिर्यौँ गाइस बाटो छैन यस्तो होइन नानी दुईचोटि भइसक्यो कि मेरो त हामी जङ्गलको धेरै नजिक आइसक्यौँ ए बाटो बनाइसक्यो नयाँ जब हामीले पानी नै बोकेन भने त फेरि पुरानो बेला त कोक्रोहरू पनि हेरौँ न त्यस्तो बनाउनु ओके गाइस हामी चाहिँ यहाँ होइन चटपटेहरूको लागि प्रिपेयर गरेर यहीँदेखि माथि जानुपर्यो माथि छुरी लगाउनु मिल्दैन नि त अब यहीँ यसो पसलमा छिरेर काटकुट गरेर गइहाल्नु हेलो पानी पनि लिनु है पानी पनि लिनु स्कुल जानु लाग्यो बिचरा बाहिर बस्नु पऱ्यो त नानीको जुङ्गा पुरै तल यसो गर्मी नै कति धेरै गर्मी आएको काठमाडौँमा लास्टै गर्मी गरेर लास्टै पसिना टल्किँदा हालै तपाईँको निस्किया खाएन पसिना अचम्मै नानीको नि हल्का टल्किसक्यो हामी चाहिँ बाटो खोज्दै खोज्दै होइन यो गल्लीमा आयौँ कि गाइस जङ्गल यहीँ आइसक्यो होइन नजिकै अब चाहिँ यस हामी चाहिँ निस्क्यौँ अब यो यहाँ सिधै जाउँ यो ठाउँमा मेरो पुरानो सम्झनाहरू धेरै छ गाइस दामी तर हरियो देखेछ भाइ
अब उकालो सुरु भयो गाइस यहीदेखि फ्या भइसक्यो म त गाइस हामी ठ्याक्कै यहाँ आर्मी केमा आइपुग्यौँ हो टिकट काटेर जाने गाइस सो हामी चाहिँ भर्खरै होइन नागार्जुन सेक्टरमा अब इन्ट्री गरिसक्यौँ फर्महरू भरेर चेक गरेर हामीले चाहिँ गाइस होइन आइडी कार्डहरू सबै ल्याउनु बिर्स्यौँ कि एकैचोटि होइन एटिएम आइडी कार्ड भनेपछि कार्डहरू केही पनि नलिएर आएको सो हामीले त बिर्स्यौँ गाइस हजुरहरूले नबिर्सिनु होला यहाँ आउँदा चाहिँ होइन एउटा न एउटा आइडी कार्ड चाहिँ चाहिने रहेछ कि हामीलाई थाहै भएन सो हामीले चाहिँ मेरो फोन राख्यौँ अनि फोन राखेर बल्ल हामीलाई इन्ट्री गऱ्यो नत्र यत्रो टाढा आएर फर्केर जानु पर्थ्यो गाइस सो यहाँ चाहिँ होइन एनिमल्सहरू हुन्छ भनेर यहाँ चाहिँ क्यामेरा तल चाहिँ भिडियो गर्न नदिने रहेछ तर भित्र चाहिँ मजाले पाइने अब हामी हाइकिङ गयौँ यहाँदेखि कति शीतल भइरहेछ यहाँ त माथि के होला यसको ट्रेलर पनि रिलिज गर्ने हो र पहिला टिजर पठाउने हो र यसको अब गाइस हामी जङ्गल इन्ट्री गर्छौँ चस्मा लाइन्छ उल्टो भयो चस्मा मेरो चस्मा चाहिँ यहाँ छ क्या नानी चस्मा लगाउँ ल मैले चस्मै ल्याएन वाट अघि झुन्डाएको के हो त अनि त्यो त पावरवाला हो के दाइ शिट आर्मीले चेक गर्दाखेरि चस्मै छ सब एउटा एउटा थप बिर्स्यौँ कि हामीले त के यस्तो मैले दुईटा चस्मा राखेको भने अब यस्तो टोपी खोल्छु योवाला नि राखेको हो लास्टै गर्मी भयो गाइस यहाँदेखि नै आज त हामीले के बिर्सिरहेछौँ एउटा थोकै को तिमी म कहाँ आऊ र हामी त अन्धै गएको म आएको मैले आइडी कार्ड सम्झिँदैन त्यो होला त्यही पनि त्यहाँ त टिकटै लाग्दैन तलदेखि माथि आएको 5 मिनट भएको छैन यहीँ थाकिसक्यौँ हामी त हामी भन्नाले म यस्तो ठाडै छ भाइ अझै सिडी त यति पनि बकिरहेर सक्ने भएको छैन म अब ल्याइन नि नानी तपाईँको त बिजो गयो भयो कपालले छोडेर नआउनु पर्ने बाटोमा चाहिँ कुन भएर बाटोमा किन्ने भनेको भुलेछ के सब भुलियो आफ्नो ज्यान बोकेर हिँड्न नि धोका भाइ टिकटकमा भिडियो हेरेको थिएँ एउटा केटाकेटी झुल्लेको त्यो कहाँ होला है जामाजोको भिडियो त अनि त्यो रुख झुल्ला खेलेको के स्विङ टाइपको
सबभन्दा लास्ट भयो गाइस म त हिँड्न गाह्रो भइसक्यो भाइ लाङटाङ कसरी जाने होला म यस्तो हालतले यो त ट्रेलर पनि होइन भन्छ लाङटाङको मलाई त बोकेर लग्नु पर्छ कि क्या सास रोकिनलाई चाहिँ मेरो फोक्स सुकिसक्यो गाइस एकछिन बसिन्छ यहाँ यो AK-47 उ गर न के आफूलाई हेर्न चाहन्छु स्टिक ल्याउनु बिर्सेर गाइस ए स्टिकको नाममा यहाँ भेटेको छु यो लठी टेकेर कसरी हिँड्ने हो जामाचो पुग्न अझै 4 किलोमिटर बाँकी छ भाइ म इमेजिन नि गर्न सक्दिनँ कि मेरो हालत त्यहाँ पुग्नेसम्म के हुन्छ होला मलाई यस्तो लठी भेट्यो नि खोज्दै है सबभन्दा बढी जरुरत मलाई छ गाइस यहाँ यहाँको ठुलो जङ्गली बाँदर रुखमा झुन्डिएको छ शिवपुरी होइन यहाँ जामाचो शिवपुरी राष्ट्रिय निकुञ्ज हो क्या हो र नाम चाहिँ जामाचो शिवपुरी नागार्जुन शिवपुरी नेसनल पार्क हो यो मान्छे आधी बाँदर आधी मान्छे भएर जन्मिया छ के कराएको हो त्यत्रो कराउँछ किरा नरालाई डिस्टर्ब हुन्छ कैमरामैन जल्दी आओ जल्दी ये देखो मैंने क्या ढूंढ लिया मजाले यो चाहिए कसैलाई नानीलाई देऊ अब मुझे कोई नहीं रोक सकता अब मुझे कोई नहीं यो त डर आर्मी थिम फेरि अर्को फर्म भन्न फोटो यार बस्छु जत्तिसुकै बसेको बसेछ यार यो मिना त लास्ट रहेछ भनेको हिँड्दै हिँड्दैन यार जहाँ पनि बस्छु अरे हल्ची तिमीलाई जामाचोले बाई बाई गरिदियो ए ठिकै भन्दा नि उकालो भएन त ट्रेकिङ होइन नि जामाचो त यो एकदम लोकल हो नि
हो र त्यसो त त्यहाँ त मिनाको दुःख छ हावा चल्यो नि सर्ट भिडियो बनाउनु हे गाइस हामी चाहिँ जामाचो पुग्न अझै 3000 किलोमिटर बाँकी छ 3000 किलोमिटर 3000 किलोमिटर अमेरिका पुग्छ तिमी दिदीलाई त कति रे मिटर 3000 मिटर भन न कट कट हे गाइस हामी चाहिँ जामाचो पुग्न अझै 3000 मिटर बाँकी छ ठ्याक्कै अघि मैले देखाएको साइन बोर्डदेखि अहिले हामी 1000 मिटर माथि आइसक्यौँ अब चाहिँ यहाँ के अरे यसलाई यो चाहिँ सम्म बाटो छ कि अब यहाँदेखि चाहिँ जानलाई चाहिँ सजिलो होला जस्तो छ होइन यहाँदेखि चाहिँ आनन्दले गइन्छ अगाडि के हुन्छ अगाडि हेरौँ अझै उकालो छ भन्ने सुनेको छु कतिको हिँड्न सकिन्छ यो हाइकिङले चाहिँ मलाई बताउँछ म लाङटाङ जान सक्छु कि नै भन्ने What about you? I can. There is nothing which I can't. What I can't. Okay. What do you say about this hiking? So good. Look at this nature. So beautiful. सबैजना आइदिनु होला यहाँ हाइकिङ गर्नुहोस् प्रकृतिमा रमाउनुहोस् हैन त्यही हो Can you go to Langtang? Yes. अन्नपूर्ण बेस क्याम्प गइसकेको छु म खुमै गइसकेको छु म कापुची गइसकेको छु I can. Thank you for your beautiful words. Come. गैरी गाउँ यो चाहिँ हाम्रो चौतारी बास बिसाउने हामी चाहिँ यो के अरे यहाँ पुग्यौँ कि यहाँ अब यहाँ पनि हाम्रो होइन नामसम दर्ता गर्नुपर्ने रहेछ गाइस सेम तल दिया नम्बरहरू जस्तै यहाँनिर गर्नुपर्ने रहेछ माथि यहाँ चाहिँ अर्को ग्रुपहरू पनि छ तिनीहरूको ओ हाम्रो बहिनीहरू त्यहाँ फोटोसुट गरेर के ल्याएर वेलकम जामाच यहाँ चाहिँ गाइस होइन शीतल छ त्यही भएर यसो फोटोसुट नानी मोबाइल यहाँ राखेर बरु हामी तपाईँकोबाट पनि खिच्यौँ कि तिनजना ए यस्तो बोकेर त गरिदिनु ए मैले टिस्यु त के गरेँ लुक एट दिस बुढो आयो ल म यहाँ हिँड्छु कि तिमी त्यत्रो वेस्ट गर्यो है देख्दैदेखि नै भिडियो बनाउँदा पछाडि पछाडि खैरेर आउँदैछन् गाइस यहाँ त टुरिस्टहरू नि होइन जामाचोको हाइकिङ जाँदैछ सबैलाई यस्तो ब्लगमा लिनु पर्ला जस्तो छ गाइस हामी चाहिँ यताको उकालो नगइकन होइन यो जङ्गलको बाटो जाँदैछौँ अब यतैबाट माथि लाग्नु पर्यो पछाडि पछाडि चाहिँ खैरेहरू पनि छ नि हाम्रो पछाडि पछाडि हामी चाहिँ ए उताको बाटो गयो उनीहरू त यिनीहरू सँगसँगै हामी जानुपर्छ अनि गाइस अहिले बजारमा होइन उनको स्वेटर मुभी चलिरहेछ म चाहिँ सबैलाई हेर्नलाई सजेस्ट गर्छु एकदमै बवाल छ होइन मुभी 100मा 100 दिन्छु म चाहिँ हामीले एक्सपेक्ट गरे भन्दा पनि 100 टाइम्स बेटर छ कि त्यो मलाई चाहिँ अति नै राम्रो लाग्यो सो हजुरहरू पनि फ्यामिली लगेर मजाले इन्जोय गर्न सक्नुहुन्छ त्यो मुभी लास्टै राम्रो नेपाली फिल्म भनेको त्यस्तै हुनुपर्छ एकदमै मन छुने लास्टमा इमोसनल होइन यस्तो
जुत्ता त स्लिप खाँदो रहेछ गाइस यहाँ त हल्का स्लिप खाए जस्तो लाग्यो होइन म लड्न नि सक्छु तर के गर्नु सिडीको बाटो हिँड्न सकिनँ भनेर यस्तो बाटो हिँडिरहेको क्यामेरा घुमाइदियो हाम्रो क्यामेराम्यानको हालत खराब छ यहाँ ल त्यो नानीको फेरि आँगो र ल तिमीहरूले सिटी बजाऊ ल सेम के सेम गीत थाहा हुन्न नि त Nepali girls enjoying in hiking. Eta herera. Look at me, Nani. Mina. Good. Let me try. यो त मलाई अङ्कलले सिकाउँछ होइन एक्सपेक्टेसन वर्सेस रियालिटी अब तपाईको ये होइन बात बजेन ए बजेन हामी फेरि आयौँ उकालो बाटो ओह्रालो बाटो हिँडिसक्यौँ खैरेको टोलीहरू कहाँ पुगिसक्यो हामी नेपाली गौबरहरू हिँड्न नसक्ने अल्छीहरू यहाँ पछाडि पढ्यौँ स्वर्गको बाटो जाबाचो पुग्न अब जस्ट 2 किलोमिटर बाँकी छ गाइस त्यसपछि पुगिन्छ हामी धेरै रेस्ट गरेँ अघि नै पुग्थ्यो अब पछाडिको मान्छेहरू पनि अघि गाइस हामी चाहिँ माथि आइपुगिसक्यौँ होइन यहाँ चाहिँ पुरै तिर्सो छ बाटो अनि यो चार्ज सकेर पावर ब्याङ्कसँगै हेरौँ पावर ब्याङ्कसँगै बोक्दाखेरि हात धोइसक्यो भिडियो गर्न गाह्रो भइरहेछ यहाँ चाहिँ घाम नै डरिन्छ भनेर ज्याकेट स्याकेट लगायौँ हो देखियो माथि पुग्यो गाइस बल्ल बल्ल अब बादल लागेछ दामी होइन हिमाल चाहिँ देखेन गाइस होइन हामी हिमाल पनि देखिन्छ कि भनेर धेरै आश गरिरहेको थियौँ बादल चाहिँ जे होस् कडा लाग्यो गुम्बा होला त्यो त त्यसो हो लामो ल नानी पनि अब चाहिँ होइन पुरै 1300 बाटो लाग्ने छैन 1300 अब उकालो यो क्लिप काट्न चाहन्छु अब हामी यस्तो 1300 बाटो गएर फेरि उकालो लाग्नेछौँ त्यसपछि हामी पानी डेस्टिनेसनमा पुग्छौँ अनि चटपटे बनाएर खाने हो मिठो 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 तिमी जस्तो बाटोहरू दिने आउँछ नि बिल्ला बिल्ला ए हो त्यो पछाडिको जाग लागेर अनि हामी चाहिँ यो बाटो नगएर देखाइदियो त यो बाटो
यो बाटो हिँड्नु भन्दा यो बाटो हिँड्ने बेटर है गाइस। यसमा चाहिँ चाहे थाकिनु हुन्न हजुरहरू। यो बाटोमा चाहिँ खुट्टै गलिन्छ। यो भिडियोको टाइटल चाहिँ नहेर्ने कथा राख्नु पर्ला। हामी तीनजना हिँडेको भिडियो बनाउनु पर्ने पछाडिबाट यार। हाँ के गरे? कुछ बोल्न चाहथ्यो? म त यहाँ मजा आइरहेको। लेट्स मुभ। नाचेरै छाड्ने भयो। अब हामी लाग्नेछौँ उकालो बाटो। यो उकालो कटेपछि पुग्छौँ जामाचो। जामाचो पुगेर चटपटे खाने हो। म त थाकेर नि बोल्न सकिनँ गाइस। लास्टै थाक्छु। बल्ल ओह्रालो आयो। ए बल्ल सम्मबाट आयो क्या। अघिदेखि उकालो चलिरहेको थिएँ नि, त्यही भएर भिडियो पनि गरिनँ। एकदमै झ्याउ हुन्छ भनेर ठिकै। अब यहाँ एकछिन सम्म छ, त्यसपछि फेरि एक लट उकालो, अनि चाहिँ हामी पुग्ने भयौँ। आज यो नभएको है त म त सक्दिनँ त्यो हिँड्न। के भने नि नानी, अझ मेरो इच्छा के छ भने त्यो खोलाको छेउमा ट्याक्क ढुङ्गामा मासु पकाएर खाने इच्छा छ। वाट डु यु से? तिमी बोकेर जाऊ न। अरे आधा किलो चिकन, 1 किलो चिकन बोकेर जाऊ। तिमी कति दिनसम्म त्यो चिकन बोक्छौ? आजको भोलि चिकन गनाउँछ। नानी अरे बाबा त्यहाँ छेउबाटै बोकेर यहाँ काठमाडौँबाट लिएर जाने भनेको थियो त। दे यार त त्यो मिठो हुन्छ नानी। तरिका यहाँ एउटा कुखुरालाई कति महँगो लिन्छ? यो चाहिँ गाइस होइन, हाम्रो लाङटाङ जाने विषयमा यसो डिस्कसन हुँदैछ। बाटो बाटोमा के गर्ने भनेर। लगाई कुखुराको मासु पोलेर खाने कुरा गरे के हुने हो देखिन्छ। हामी चाहिँ दबाई मार्नु बस्यौँ गाइस। पाके म त पाके दम बिरयानी भइसक्यो। लास्ट उकालो कहिले कटाउने हो? घाँटी सुकिसक्यो। घाँटी भिजाउनु परेन। हामीले चाहिँ ड्रिङ्क्समा जीवन जल लिएर आएको छौँ। हात कामेको, हात कामे भाइ के हो यो? अझै ठ्याक्कै उकालो सक्यो। तेर्सोबाट आयौँ फाइनली। मेरो त ठ्याक्कै घुँडाको जोड्नीमा दुखेर हिँड्नै गाह्रो भइरहेको थियो। ठ्याक्कै आइपुग्यो। यहाँ फर्किन लागेको मान्छेहरू पनि छ, जाँदै गरेको पनि छ। हेलो ल नमस्ते ल सबैजना नमस्ते। नानी उकालो सक्यो भन्दै उकालो उकालो गरिरह। प्र्याङ्क भयो भने मसँग 3 चोटि प्र्याङ्क भइसक्यो। अब चाहिँ म मर्छु। यहाँदेखि चाहिँ यसो ओह्रालो रहेछ। त्यो ग्रुपमा होइन गाइस, झन्डै म खोइरे भनेर इङ्ग्लिस बोल्न लाएको थिएँ। ठ्याक्कै नेपाली बोलिदिनु भयो त्यो अङ्कलले।
भन्ने मलाई लाज भएको। आया के हो ओह्रालो त झन् दुखायो त खुट्टा त। के हो मेरो त लास्टिक हो है। What do you say, Nani? Good. All you want to do that? Nanti udah. Di tangan ini gitu lah. Aku senang ini. Nani pas. Mau pas. Wah, kita orang di sekolah aja. मैं तो तीसरी बार भी थक गई। Orang lu tuh ya? Oh tidak. Halo. Oi. खुसी लाग्यो। ला बुन्टे छ समाता। ल बुन्टे प्लिज। हाय पुग्यो गाइस। ओ माय गॉड। क्या खुसी लाग्यो मलाई त। यत्रो गाडी हिँड्ने बाटो छ नि बाइक। यहाँदेखि गाडी हिँड्छ होला के। अब माथि गइन्छ हैन। माथि म त पुरा घाँटी सुक्यो फेरि। अनि हामी हाइकिङ भनेर आउने अनि कहाँ बाइकको बाटो हेरेर हुन्छ खोइ। ओ पुग्यो। माथि टन्ने मान्छे रहेछ है। जाँदैछु। ओह बवाल यार, क्या दामी देखिरह्यो। मेरो गर्दैन भिडियो। ए माथि त गाइस उतो रहेछ नि त, भ्यू टावर जस्तै हेर्न मिल्ने। त बवाल देखिरहेको छ हैन। यहाँ चटपटे पसलहरू छ। अब यहीँ बसेर खाने हो टक्कै। बाइक साइक नै आउने रहेछ मजाले। Oh my god. दियो नि बाल्छु बे। ओ यहाँ दियो नि बाल्ने रहेछ। काठमाडौँको भ्यू अहिले खिच्ने हो। हामी चाहिँ फ्यान्टा र कोक लिम। यहाँ ब्लग चलिरहेछ। हामी चाहिँ गाइस यहाँ भ्यू हेरी फोटो भिडियो के हो गर्ने। कतिसम्म निकालिदिनु? कस्तो खालको के गरे? खिच्ने हो।
भिडियो भिडियो कस्तो आहा भ्यू है यो भन्दा नजिक अझ उसबाट देख्छ नि कीर्तिपुरबाट कत्रो साउन्ड गरेको हौ देखाइदिउँ मैले नजिक भनेको त रेन्ज रेन्ज धेरै देख्छ दामी भ्यू गाइस दामी 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 मलाई यो चाहिँ लास्ट मन परेन हामीले पुरै एउटा हिँड्यो नि हेर्नु अब यसलाई यसरी देखाउँ भने काठमाडौँ पुरै देखिन्छ यहाँ कति हल्ला गरेको त्यहाँबाट मैले आयो भन्दै ल्याएको गाइस हामीले बाटोमा भेटेको खैरेहरू यहाँ पनि हामीले सँगै भेटिसक्यौँ पनि सबैजना फोटो खिचेर यहाँ भित्र त छिर्न पाउँदैन रहेछ नि म त छिर्न पाउँछ जस्तो लागेको थियो त्यसो अब हामी यतातिर जान्छौँ अनि बसेर चटपटे सबैले खाने हो म त अघि त यहाँ उकालो उड्नै सकिनँ कि नानी मलाई खोला त झन् डर लाग्दैन मैले त्यो स्टोरी नि भनिसकेँ नानीलाई तिमी त्यो पुलमा जान गरा म त बिचमा गएर हल्लाइदिनु मन लाग्छ त्यो पुलमा त झन् हाम्रो यहाँ आउँछ अनि पानी निता भाउजू भन्ने हुनुहुन्थ्यो होइन ट्रेनरै थियो साथमा यो बदाम अलिकति किनौँ न त बदाम कसरी कति हो बदाम किलोमा आउँछ नै नै यो 50 दिनुहोस् न हेलो कागज कि चटपटे बनाएर खानु पर्यो धन्यवाद हजुरलाई आन्टीले थपेर दिनुभयो धन्यवाद फेरि हाम्रो टोली यता छन् आन्टीले टन्नै दियो कि तर बदाम चाहिँ भन्नु पर्दैन अब शीतल यता शीतल कता छ त्यहाँ बसेर बनाऊ के रुख मुनि बदाम त भक्का आन्टीले थपेर दिनुभयो अहिले पानी लिन आउनुभएछ है गर्दो रहेछ अहिले कहाँ बस्ने हो र यहाँ त कस्तो छ है यहाँ भने त यहीँ राम्रो होला ए नाइस Okay, we got the best place for chutpate. Garo. Yeti lim hai.
खायो ओके गाइस चटपटे खायौँ हामीले त होइन तीनजनाले नि त्यत्रो चटपटे खानु नपाएर नसकेर यहाँ आधी प्याक गऱ्यौँ भरे खानालाई अब एकछिन बसेर त्यसपछि रेस्ट गरेर अनि बिस्तारै फर्किने ठ्याक्कै घुँडाको जोड्नेमा दुखेछ अब ओह्रालो झर्न नि कति गाह्रो हुन्छ किन ब्याग बोक्यो कहाँ पल्टिनु भन्छ कि मलाई जागो नि पल्टिन्छ आम्मा मेरो घुँडा त भाँच्ला जतिकै दुःख है चटपटे खाएर ड्याङ्गै सुत्या भोक लागेर विक भएर चटपटे खाएको गाई चटपटेको पावर हेर्नु यस्तो भ्यू नहेरेर आँखा बन्द गरेर कसरी सुत्न सक्छन् मान्छे उसलाई पो मस्त हो भाइ हामीलाई त उयो गर्नु नि छैन टाउको राख्नुलाई तपाईँको नि ब्याग छ मेरो त छैन मेरो त हेडफोन छ नि हटाउनै हुँदैन यतिकै मात्र राखेको जले मह काट्यो त्यसले हात चाड्छ जले तिमीले कहाँको मह काट्यो यो त पुरै घाँसै घाँस शरीरभरि क्या ये कुछ देख रहा है क्या यस्तो हुन्छ रिल्याक्स गर्न आएर बर्बाद लुगा गर्छ जङ्गल रहेछ ओके गाइस सो हामी चाहिँ 1 घन्टा जति यहाँ रेस्ट गरेर अब लाग्न लायौँ कोही कोही त बल्ल आउँदैछन् अब हामी चाहिँ लाग्ने बेला भयो है त बेला भयो भन्नाले लाग्यौँ म त मेरो लट्ठी बोक्नु पऱ्यो भाइ यहाँ मैले अघि लट्ठी राखेको थिएँ यो चाहिँ लगेर जान्छु हामी यस्तो राम्रो ठाउँ आएर बाई बाई फेरि पनि आउँछौँ पछि आज चाहिँ मेरो खुट्टा दुखिरहेको छ त्यही भएर ओह्रालो झर्न अलिक गाह्रो हुन्छ कि भनेर छिटो जानु लाग्यो नेक्स्ट टाइम आयो भने चाहिँ यस्तो नहोला होइन लट्ठी फेरि नि बोकेर हिँड्नु परिरहेछ कि गाडी अब योभन्दा नि गाह्रो के होला मेरो लाइफमा अघि हामीसँग पछाडि पछाडि आइरहेको बहिनीहरू नि हामीसँगै फर्क्यो ठिकै छ म चाहिँ सक्दिनँ होला भाइ फर्किनु होला है म त हिँड्न सकिनँ गाई खुट्टा मर्किया जस्तो दुखेको छ ठ्याक्कै यो जर्नीमा ठ्याक्कै यहाँ ओह्रालो र उकालो सिडीको बाटो गर्नै नहुने भयो मेरो त गाड फाट्यो साथी हो भन बोलेको सुन्छ कि मैले केही स्प्रेहरू पनि बोकिनँ त्यस्तो होला जस्तो पनि लागेको थिएन तर सकेसम्म हजुरहरूको यदि धेरै पछि हाइकिङ हिँड्न गइरहेछ भने यसो मुभ स्प्रेहरू बोकेर हिँड्नु होला नत्र पनि मेरो जस्तै हालत हुन्छ ओह्रालो झर्दा साथीहरू खोइ ती भागेर एक्लै छोडेर आफू एक्लै लन्ठ्याङ यहाँ खुट्टा दुखेर ल भाइ यहाँ यसो भाइहरूले भाँचिहाल्छन् कि पुलिसले समात्छ ल भाइहरू गर त ल फेरि कुन च्यानलमा आउँछ यो लोकल
ल ए मिना शेर्पा कतिजना छ 11 हो ल सबैले है त मिना शेर्पा है त ल खोजी हेर्नु ल ल बजार भयो मिना शेर्पा त छैन यहाँ प्रेममा There is Mina Sherpa. शेर्पा के नाम पे धब्बे हो तुम अझै तल हो त्यो यो भ्यू भन्दा तल यो 2 किलोमिटर भयो 1 किलोमिटर ए म भाइहरूलाई यसो फ्रेममा ल्याउने कोसिस गरिरहेको दुई किलोमिटर हिँड्यो है कति मिनट भयो थाहा हामी यो यहाँ बसिरहेको होइन कस्तो ठाडा हेर्दाखेरि यो त ठाडै छ भने This is the worst. मलाई त इजिएस्ट यति रमाइलो लागिरहेको छ कम Hey guys, so म चाहिँ हैन अब भिडियो इन गर्न लाग्यो खुट्टा मर्केर अब जसो ओह्रालो झर्दै आयो अब हामी यहाँ ठ्याक्कै तलको बाटोमा पुगिसक्यौँ यहाँ आर्मी क्याम्प अब जाँदाखेरि मैले चाहिँ मोबाइल छोडेर आएको थिएँ आइडी कार्ड नभएर सो त्यो मोबाइल बोकेर अब चाहिँ सिधै हामी घरतिर लाग्छौँ ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज है अनि मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हैन तपाईँहरूलाई नि हाइकिङ ट्रेकिङ जानु मन छ भने
नर्मल हाइकिङ अब जामाचोतिर आउनु सक्नुहुन्छ शिवापुरी। अब हामी ट्रेक जानेछौँ त्यति बेला नि देखाउँछौँ अब हाम्रो ट्रेकिङ कस्तो हुन्छ भनेर। सो थ्याङ्क यू सो मच गाइज। आजको लागि भिडियो चाहिँ यही है। बाई बाई।